सबैले ध्यान आकर्षण गर्न चाहे हामीसँग हाम्रो कोर्स फेसिलिटेटर हाम्रो आदरणीय डिआर सिंहद्वारा यहाँ सबैले चिन्नुहुन्छ उहाँ उपस्थित हुनुभएको छ उहाँलाई स्वागत गर्न चाहन्छु। हाम्रो कार्यक्रमको दौरानमा चाहिँ उहाँले हामीलाई धेरै गाइड गर्नुभयो। हामीलाई अझै स्मरण छ हाम्रो यो कोर्सको सुरुवातमा कस्तो थियो र यो कोर्स सकिसक्दाखेरि हामी कस्तो बन्यो, यो प्रेजेन्टेसन बनाउनुदेखि लिएर कसरी कार्यक्रम सञ्चालन गर्नुपर्छ धेरै कुरामा उहाँले हामीलाई गाइड गर्नुभएको छ। यसको लागि एकदम म कृतज्ञ छु सरसँग धेरै कुराहरू सिक्न पाएँ हामीले। अब हामीले तपाईँलाई काठमाडौँ युनिभर्सिटीको बारेमा अरू कुरा पनि जानकारी गराएको छौँ, एडमिसनको लिए समेतको कुरा पनि हामीले भनेका छौँ। सरले एकछिन हजुरहरूसँग केही अन्तर्क्रिया गर्नुहुन्छ, केही कुराकानी गर्नुहुन्छ, यसका लागि मैले सरलाई यसमा निमन्त्रणा गर्छु। हुन्छ, थ्याङ्क यू किरण सर। काठमाडौँ विश्वविद्यालयबाट आउनुभएका ट्रेनरहरू हाम्रो उमेश सर, किरण सर, कृष्ण सर, तिनजना 3 दिनसम्म आज तेस्रो दिन चलिरहेको छ। हाम्रो तिनैजनालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यो कार्यक्रमको आयोजक काठमाडौँ विश्वविद्यालय, बिर्तामोड नगरपालिका दुवैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र यहाँ पाल्नुभएका सम्पूर्ण शिक्षकज्यूहरू, विभिन्न विद्यालयबाट पाल्नुभएका शिक्षकहरू, यहाँहरूलाई अझ विशेष धन्यवाद दिन चाहन्छु र सँगसँगै यहाँ चाहिँ हाम्रो मिडमोर पब्लिकेसनबाट पनि बजार प्रतिनिधिहरू, मार्केटिङ अफिसरहरू पनि हुनुहुन्छ, उहाँहरूलाई पनि धन्यवाद दिन चाहन्छु। म यहाँहरूसँग आज 2-3 घन्टा बस्ने कि भनेर योजना बनाएको थिएँ अनि त्यही अनुसारको टिकट पनि सेटअप गरेको, तर के भयो भने अफसोस आउँदै बाटामा चाहिँ 2 घन्टा अगाडि ल्याइदिन्छ त्यो टिकट। त्यो भएको हुनाले म यहाँहरूसँग बस्ने मेरो इच्छा पुरा हुन नसक्ने भयो। त्यही भएर मैले चाहिँ उहाँहरूलाई रिक्वेस्ट गरेर म आधी घन्टा 25 मिनट आधी घन्टा सरहरूसँग यसो चाहिँ समय लिन्छु भनेर उहाँहरूलाई भने। त्यो एपी एयरलाइन्सको टिकट थियो, पहिला 5 बजेको भनेर ठिक्क होला भने पछि अहिले 3:15मा छ। त्यो भएको हुनाले अब म करिब 25 मिनट जति आधी घन्टा जति आउँछु। यो समयमा म विशेष गरी 2-3वटा कुरा यहाँहरूलाई राख्न चाहन्छु। पहिला त यो टिपिडी ट्रेनिङको बारेमा भन्न चाहन्छु। यो टिपिडी ट्रेनिङ चाहिँ कस्तो किसिमको ट्रेनिङ प्याकेज हो भने हामीले मास्टर्स लेभलको अन्तिम फाइनल सेमेस्टरमा रहनुभएका हाम्रा केहीका स्कलर्सहरूसँग 1 सेमेस्टर पुरा रूपमा डिस्कसन गरेर छलफल गरेर यो कन्टेन्ट राखौँ, यो एक्टिभिटी राखौँ भनेर सामूहिक रूपमा छलफल गरेर डिजाइन गरेको एउटा ट्रेनिङ प्रोग्राम हो। काठमाडौँ विश्वविद्यालयले हरेक वर्ष फाइनल सेमेस्टरमा रहनुभएका हाम्रा विद्यार्थीहरूसँग रहेर यो ट्रेनिङ प्रोग्राम डिजाइन गरिन्छ। त्यसको ट्रेनिङ म्यानुअल पनि डिजाइन गरिन्छ, ट्रेनिङ प्याकेज त्यही अनुसार डेभलप गरिन्छ र त्यही अनुसारको प्रेजेन्टेसन स्लाइड्सहरू पनि डेभलप गरेर हामी सबैको चाहिँ डिस्कसनबाट यो एप्रुभ भइसकेपछि, डिपार्टमेन्टबाट एप्रुभ भइसकेपछि अनि हामी चाहिँ कुनै स्थानीय निकायसँग एउटा प्रपोजलसहित हामीले यस्तो ट्रेनिङ चाहिँ प्याकेज बनाएका छौँ, हाम्रो ट्रेनिङ म्यानुअल यस्तो छ, ट्रेनिङ एक्टिभिटिजहरू यस्तो छ भनेर स्थानीय निकायलाई प्रस्ताव गरेपछि स्थानीय निकायसँग मिलेर यो ट्रेनिङ सञ्चालन गरिन्छ। यो हरेक वर्ष हुन्छ। यसपटक हामीले देशको विभिन्न 11 ठाउँमा यस्तो टिपिडी ट्रेनिङ चलाएका थियौँ। यसमा युनिभर्सिटीको भूमिका हाम्रा ट्रेनर एज अ रिप्रेजेन्टेटिभ हामीले पठाउँछौँ। हरेक ट्रेनिङ टिपिडी स्पटमा 3 जनाको गर्न पठाउँछौँ र अनि त्यसपछि त्यो ट्रेनिङलाई मोनिटर गर्नको लागि युनिभर्सिटीबाट कोही 1 जना व्यवस्था गरिएको हुन्छ र यसरी देशको विभिन्न 11 ठाउँमा हुँदै गर्दा यसपटक यहाँ चाहिँ सरहरूले लिड गर्नुभएको छ ट्रेनिङ
गएको साल पनि सायद यसैको आसपासमा यस्तै प्रकृतिको ट्रेनिङ भएको थियो। त्यो ट्रेनिङको टिम लिडर चाहिँ हाम्रो रामचन्द्र सिटौला सर हुनुहुन्थ्यो भने यो ग्रुपको टिम लिडर चाहिँ हाम्रो किरण भट्टराई सर हुनुहुन्छ र उहाँलाई चाहिँ साथ दिनुभएको छ उमेश राजवंशी सर र हाम्रो कृष्ण कुमार सुवेदी सर चाहिँ भुटानबाट हुनुहुन्छ। ड्रेसअप हेर्दैन कस्तो रमाइलो लाग्छ है, एकदम राम्रो छ सबको कल्चरल त्यहाँ भुटानको चाहिँ देश राष्ट्रिय पोसाकै हो होइन सर, त्यहाँको राष्ट्रिय पोसाक पनि राष्ट्रिय पोसाक सहितको यसरी हामीले हाम्रो भुटानको पनि प्रतिनिधित्व यहाँ पाउनु पनि हाम्रो लागि गौरवको कुरा हो, गौरवको कुरा हो। र काठमाडौँ मैले यो टिपिडी ट्रेनिङको बारेमा भने र यो टिपिडी ट्रेनिङमा चाहिँ हाम्रो मूलतः विशेष गरी हामीले चाहिँ यो एआई र टेक्नोलोजीलाई बढी जोड दिएका छौँ। प्रायः जसो ट्रेनिङ कन्टेन्टहरू नै त्यहीसँग रिलेटेड छ, जस अन्तर्गत हाम्रो किरण सरको चाहिँ यो युज अफ क्यालकुलेटर्स थियो होइन, हाम्रो चाहिँ कृष्ण सरको चाहिँ जियोजेब्रासँग रिलेटेड थियो भने हाम्रो उमेश सरको डिजाइन र यो 3 किसिमको यहाँहरू बस्नुभयो। वास्तवमा यो एउटा एक पक्षले सिकाउने अर्को पक्षले सिक्ने भन्नाले यहाँ दुवै पक्षलाई सिक्ने र सिकाउने हो। उहाँहरूले पनि हजुरहरूबाट धेरै कुरा सिक्नुभयो होला, उहाँहरूले पनि आफूले सिकेका कुराहरू सेयर गर्नुभयो होला। मलाई लाग्छ यो बसाइ फलदायी नै भएको जस्तो मैले मानेको छु अनि मैले त्यही रूपमा लिएको छु। र मैले यो त टिपिडी ट्रेनिङको बारेमा भने, अब म थोरै समय विश्वविद्यालयको कार्यक्रमहरूको बारेमा यहाँहरूको थोरै समय लिन्छु। काठमाडौँ विश्वविद्यालयमा विभिन्न 7वटा फ्याकल्टी छन्। 7वटा फ्याकल्टी मध्ये स्कुल अफ एजुकेसन एउटा फ्याकल्टी हो। यो स्कुल अफ एजुकेसन अन्तर्गत पनि डिपार्टमेन्ट अफ स्टिम एजुकेसन अन्तर्गत एमएड इन म्याथमेटिक्स, बिएड इन म्याथमेटिक्स र अरू सब्जेक्टमा पनि छ। र विशेष गरी हामी म्याथमेटिक्सका भएको हुनाले बिएड इन म्याथमेटिक्स, एमएड इन म्याथमेटिक्स र एमफिल इन स्टिम एजुकेसन सँगसँगै पिएचडी इन स्टिम एजुकेसन पनि प्रोग्राम यो डिपार्टमेन्ट अफ स्टिम एजुकेसन छ। र यो एमएड इन म्याथमेटिक्स पढ्नको लागि रिक्वायरमेन्ट भनेको ब्याचलर लेभलमा जुनसुकै फ्याकल्टीबाट साइन्स, आर्ट्स, एजुकेसन, इन्जिनियरिङ अथवा आइटी जुन कुनै फ्याकल्टीबाट चाहिँ ब्याचलर लेभलमा 300 बराबरको म्याथ पढ्नु भएकोले यो पढ्नु पाइन्छ एमएड म्याथमेटिक्स। यदि यहाँहरू लामो समयदेखि म्याथमेटिक्स टिचिङ एन्ड लर्निङमा इन्भल्भ हुनुहुन्छ, अरू विषयबाट ब्याचलर गर्नुभएको छ, जस्तो उदाहरणको लागि म्यानेजमेन्टबाट ब्याचलर गर्नुभएको छ र तपाईँ म्याथमेटिक्स पढाउन चाहनुहुन्छ, पढाइरहनु भएको छ भने त्यस्तो विद्यार्थीहरूलाई विचार गरेर काठमाडौँ विश्वविद्यालयले छुट्टै एउटा ब्रिज कोर्सको व्यवस्था गरेको छ। र त्यो ब्रिज कोर्समा चाहिँ 300 बराबरको म्याथमेटिक्स चाहिँ पढाइन्छ, जस्ट म्याथमेटिक्स मात्रै पढाइन्छ र त्यो कम्प्लिट गरिसके पछाडि फेरि एमएड इन म्याथमेटिक्स पढ्न पाइन्छ। यदि यहाँहरू कोही इच्छुक हुनुहुन्छ भने यो कार्यक्रममा एडमिसन खुलेको छ। यो जुनभरि अप्लाई गर्ने समय छ, यहाँहरू अप्लाई गर्न सक्नुहुन्छ। र यसको चाहिँ 2 वर्षको यसको मूलभूत रूपमा 3टा विशेषता छ। एउटा विशेषता यो अनलाइनको माध्यमबाट पढ्न सकिन्छ, बेलुका 5 बजेदेखि 8 बजेसम्म पढ्न सकिन्छ अनलाइनको माध्यमबाट। म पनि यहाँ पढाउँछु, म पनि फ्याकल्टी मेम्बरको रूपमा पढाउँछु। अनि दोस्रो विशेषता चाहिँ के छ भन्नु होला भने हामीले परीक्षा लिएपछि परीक्षा दिएको समयको 15 दिनदेखि 1 महिनाभित्र यसको रिजल्ट आउँछ। यो हिसाबले पनि यो चाहिँ विद्यार्थीहरूलाई समयको बचत हुन्छ। र तेस्रो विशेषता चाहिँ काठमाडौँ विश्वविद्यालयले आफ्ना स्कलरहरूलाई विभिन्न कन्फरेन्सहरूमा पार्टिसिपेट हुने अनि यो रिसर्च फोकस छ र रिसर्चको एङ्गलबाट विभिन्न चाहिँ कन्फरेन्सहरूमा पार्टिसिपेट गराउने र आफ्ना स्कलर्सहरूको लेखेका पेपरहरू, आर्टिकलहरू विभिन्न इन्टरनेसनल जर्नलहरूमा
पब्लिस गराउन यो युनिभर्सिटीले सपोर्ट गर्छ र यसको इन्टरनेसनल एक्सपोजरको लागि नेसनल वा इन्टरनेसनल एक्सपोजरको लागि चाहिँ एकदमै बेनिफिसियल हुन्छ स्कलरलाई। आफू एक्सपोज हुन चाहन्छ कसैले इच्छा राख्यो भने युनिभर्सिटीले पूर्ण रूपमा सहयोग गर्छ र सँगसँगै अब कुरा रहन्छ फेरि फीको कुरा रहन्छ। यो समग्रमा यो 4वटै सेमेस्टरको कुल फी चाहिँ 3,15,000 छ। तर यहाँ स्कलरसिपको व्यवस्था पनि छ। विश्वविद्यालय अनुसन्धान आयोगले स्कलरसिपको व्यवस्था गरेको छ। त्यसको लागि हाम्रो विगतको एक्सपिरियन्स चाहिँ के छ भने 30 जनाले अप्लाई गर्नुभएकोमा 27 जनाले चाहिँ पूर्ण होइन आंशिक 25% देखि 75% सम्मको स्कलरसिप चाहिँ युजिसी अथवा विश्वविद्यालय अनुसन्धान आयोगबाट पाउनु भएको थियो। यस्तो स्कलरसिपको पनि व्यवस्था छ। यहाँहरू इच्छुक कोही हुनुहुन्छ भने जोडिन सक्नुहुन्छ। अब म दोस्रो ब्याचलर लेभलको प्रोग्रामको बारेमा भन्छु। ब्याचलर लेभलमा बिएड इन म्याथमेटिक्स गएको सालबाट काठमाडौँ विश्वविद्यालयले सुरु गरेको छ। अबको ब्याच भनेको दोस्रो ब्याच। यो परम्परागत बिएड इन म्याथमेटिक्स र यो बिएड इन म्याथमेटिक्समा के फरक हो त? 2-3वटा पोइन्ट भन्न चाहन्छु। यो ब्याचलर पनि हामीले रिसर्च फोकस गरेका छौँ। यसको होल कोर्स कन्टेन्ट चाहिँ एआई र टेक्नोलोजीमा म्याथमेटिक्सलाई कनेक्ट गर्दै अगाडि बढाइएको छ। यसको दोस्रो फिचर्स। तेस्रो, यसमा एडमिसन गर्न चाहनेले 30% स्कलरसिप पाउँछ। अर्को, यो कार्यक्रमको नाम नै के हो भने पढ्दै सिक्दै कमाउने कार्यक्रमको नाम बिएड इन म्याथमेटिक्स, पढ्दै सिक्दै कमाउने। पढ्दै सिक्दै कमाउने यो अर्थमा कि जब विद्यार्थीहरूले फर्स्ट सेमेस्टर कम्प्लिट गर्छ, फर्स्ट सेमेस्टर कम्प्लिट गरेको विद्यार्थीहरूलाई विश्वविद्यालयको पहलमा विश्वविद्यालयसँग आबद्ध भएका विभिन्न विद्यालयहरूमा जबको व्यवस्था विश्वविद्यालयले गरिदिन्छ। जब जब पाउँछन् उनीहरू दिउँसो विद्यालय पढाउँछन्, बिहान उहाँहरूले पढ्नुहुन्छ र त्यसैले यो कार्यक्रमको नाम चाहिँ पढ्दै सिक्दै कमाउने है, कमाउने अवसर पनि पाउँछ। र यो पनि 4 वर्षको कोर्स हो। सेमेस्टरमा 8 सेमेस्टर, वर्षमा 4 वर्षको कोर्स हो। मैले यो बिएड इन म्याथमेटिक्सको बारेमा भने। अब मलाई एकदमै इच्छा थियो हजुरहरूसँग बस्ने, यसो इन्ट्रेक्सन गर्ने। एउटा सानो सेसन सरले पनि भन्नुभएको थियो, सरले पनि एउटा सेसन चाहिँ लिनुपर्छ है सर भन्नुभएको थियो। हुन्छ, म एकदम सक्दो प्रयास गर्छु भने। अनि मैले यसो अनुमान गरेँ 5 बजेको फ्लाइट भएपछि त सकिन्छ होला भन्ने हिसाबले भने। अब अलिक मैले चाँडै आएको भयो भने म हिजो त्यहीँ घरमा बसेको आउँदै र यसको लागि म यहाँहरूसँग सेवा माग्न चाहन्छु। र यहाँहरू प्रत्यक्ष र अप्रत्यक्ष रूपमा मैले लेखेका विभिन्न सामग्रीहरूबाट हामी परिचित नै छौँ होइन। हाम्रा पुस्तकहरू यहाँहरूले प्रयोग गरिरहनु भएको होला, मैले त्यही आशा गरेको छु। र यहाँ पनि म पब्लिकेसनसँगै एउटा एट्याच भएको हुनाले र हामीले बनाएका सामग्रीहरू यहाँहरूलाई कोसेलीको रूपमा रिडमोडबाट चाहिँ व्यवस्था गरेको छ। हजुरहरूले पाउनुहुन्छ। आज कार्यक्रममा यो सर्टिफिकेट डिस्ट्रिब्युसन सँगसँगै यहाँहरूलाई हाम्रा प्रशिक्षक सरहरूले व्यवस्था गर्नुहुन्छ। अनि र केही यहाँहरूलाई गणित अथवा गणित शिक्षा अथवा गणित सिकाइसँग सम्बन्धित केही त्यस्तो अथवा यी सामग्रीहरूसँग सम्बन्धित पनि अथवा विश्वविद्यालयसँग सम्बन्धित केही जिज्ञासाहरू भए यहाँहरूले राख्न चाहनुहुन्छ। म यसो थोरै यहाँहरूको जिज्ञासा क्वेरिजहरू लिन्छु र म यहाँहरूले राख्नुभएको जिज्ञासाको सकेसम्म उत्तर दिने प्रयास गर्नेछु। यो भन्दै हजुर सरलाई नमस्कार। सरसँग गत वर्ष पनि भेट भयो। यो वर्ष चाहिँ पक्का पनि सरका 1-2 कुरा सुन्न पाइन्छ। गणितलाई रमाइलो गणित र विद्यार्थी मैत्री गणित कसरी बनाउन सकिन्छ भन्नेमा सरको अनुभव पक्का पनि हामीमा सेयर हुन्छ होला भन्ने
आशा थियो। गत वर्ष पनि सर अलि हतारमै हुनुहुन्थ्यो, यो वर्ष पनि त्यही हतार आइदियो। त्यसमा चाहिँ म अलि दुःखी छु। क्षमा दिन नसकिने अवस्थामा योपल्ट चाहिँ अलि आशावादी थियौँ, गत वर्ष पनि त्यही थियो। अनि एकै कुराहरू चाहिँ सेयर गरिदिनुहुन्छ होला सरले। र हामी गणितका विद्यार्थीहरूले कक्षा कोठामा नेपाली अथवा अरू भाषा विषयका शिक्षक आउँदा जति रमाइलो मान्नुहुन्छ, हामी पनि त्यस्तै रमाइलो देख्दै हाय गर्ने। अनि त्यहाँबाट विद्यार्थी यसरी घोसे मुन्टो लाएर बस्ने विद्यार्थी होइन, एकदमै हाम्रो फेस टु फेस उनीहरू विद्यार्थीको पनि फेस कनेक्ट होस् र हामी पनि रमाई हँसाइ पढाउन सकौँ भन्ने त्यस्ता केही टिप्सहरू पक्का पनि सरसँग भेटिन्थ्यो होला भन्ने मेरो चाहिँ एकदमै व्यग्र इच्छा थियो। त्यो इच्छा पुरा हुन सकेन सरको विशेष उसको कारणले गर्दा। र सरले अलि यहाँ भनिरहँदाखेरि यो जुन अरू सब्जेक्ट म्याथमेटिक्स ब्याकग्राउन्ड नभएको अथवा 300 फुल मार्क्स बराबरको चाहिँ कोर्स नलिएका स्टुडेन्टहरूलाई पनि चाहिँ एमएड इन म्याथमेटिक्स गर्न दिने भन्ने कुरा गर्नुभयो। त्यो 6 महिना चाहिँ त्यही एकाडेमिक सेसनमा इन्क्लुड हुन्छ कि त्यो एक्स्ट्रा 6 महिना तिरेर 300 बराबरको एक्स्ट्रा त्यो ब्रिज कोर्स पास गरेपछि मात्र अहिले पाउनुहुन्न कि? हजुर पहिला ब्रिज कोर्स 6 महिनाको पढ्नु पर्यो, अनि त्यो 6 महिनाको पढिसकेपछि त्यसको रिजल्ट भइसकेपछि अर्को वर्ष अनि एमएडलाई अप्लाई गर्नु त्यसमा क्यापेबल देखियो। हजुर ठिकै छ त्यो। अनि अर्को कुरा जस्तो यता हाम्रो यो पिएचडीको लागि चाहिँ के कस्तो के छ त्यसमा चाहिँ मलाई अलिकति जान्न मन लागेको छ। अहिले म चाहिँ मेरो एमफिल इन म्याथमेटिक्स एजुकेसन फ्रम ओपन युनिभर्सिटी चलिरहेको छ। हजुर चलिरहेको छ मेरो। अनि त्यो एनयु अब हुन त आफू पढ्ने विश्वविद्यालयको राम्रो भन्दा पनि वास्तविकता बोल्नलाई चाहिँ डराउनु हुँदैन भन्ने पक्षको मान्छे हुनु। यहाँ चाहिँ अलि टाइमिङ चाहिँ अलि नमिले जस्तो भइरहेछ। र अब पछि पिएचडी गर्ने रहर छ सर, कता त्यो पिएचडी गर्नुपर्छ भन्ने भाइब चाहिँ आएको छ। कुन दिन गरिन्छ अब केयुमा त्यस्तो खालको मैले आशा गरेँ जस्तो खालको एक्सपेक्टेसन मिट गर्ने खालका प्रोग्रामहरू त्यस्तो खालको रहेछ भने एकपल्ट सोच्नुपर्छ कि जस्तो लाग्यो क्या सर अहिले। त्यही भएर मैले जिज्ञासा राखेँ। थ्याङ्क यू सर। सरको जिज्ञासा म प्रयास गर्छु। एमफिल र पिएचडीको एडमिसन एकैचोटि खुल्छ काठमाडौँ युनिभर्सिटी, अक्टोबरबाट एडमिसन हुन्छ। तुलनात्मक रूपमा अन्य विश्वविद्यालयहरू र काठमाडौँ विश्वविद्यालयको कार्यक्रमहरूमा काठमाडौँ विश्वविद्यालयको कार्यक्रम चाहिँ अलिक महँगो छ। अलिक महँगो छ है। तर काठमाडौँ विश्वविद्यालयमा चाहिँ त्यही त हो नि, अपर्च्युनिटी पनि छ। अपर्च्युनिटी पनि कस्तो छ भन्नु होला नि, काठमाडौँ विश्वविद्यालयले आफ्ना स्कलर्सहरूलाई चाहिँ एक्सपोजर गराउन चाहिँ एकदमै सपोर्ट गर्छ। एउटा पोइन्ट, म पनि काठमाडौँ विश्वविद्यालयबाटै पास आउट भएको स्टुडेन्ट हो। मलाई पास आउट हुने बित्तिकै त्यहाँ एज अ फ्याकल्टी मेम्बरको रूपमा उहाँहरूले राख्नु। अब यस्तो धेरै पाइन्छ। इन्टरनेसनल जर्नलमा पेपर पब्लिस गर्न सक्छ। अनि त्यसपछि अरू अपर्च्युनिटीहरू पनि यो युनिभर्सिटीले धेरै चाहिँ सहयोग गर्छ। र अब त्यहाँको चाहिँ सरको प्रश्न चाहिँ पिएचडी जोइन गर्नको लागि के हो रिक्वायरमेन्ट भन्ने मूल प्रश्न छ। पिएचडी जोइन गर्नको लागि चाहिँ यदि हजुरसँग अलरेडी 2वटा मास्टर्स छ र 2वटा पेपर पनि पब्लिस भइसकेको छ भने त्यस्तो क्यान्डिडेटले एमफिल गरिरहनु पर्दैन, डाइरेक्ट पिएचडी गर्न पाउँछ। काठमाडौँ कम्पिटिसन त हुन्छ नि, त्यहाँ रिटन टेस्ट हुन्छ, इन्टरभ्यू हुन्छ, दुइटै हुन्छ। तर जसको चाहिँ अलरेडी डबल मास्टर्स छ, 2वटा डिजर्टेसन अलरेडी थेसिस गरिसकेको छ र 2वटा पेपर पनि पब्लिस भइसकेको छ र पब्लिस अर पब्लिसेबल भन्छ। पब्लिसेबल भन्दा नि पब्लिस त्यहाँ कम्पिटिसन अलिक बढी हुने हुनाले पब्लिस भएको चाहिँ चान्स बढी हुन्छ। एमफिल नगरिकन डाइरेक्ट पिएचडीमा इनरोल गर्न हुन पाउनुहुन्छ। यदि हजुरहरूको चाहिँ पेपर पब्लिस भएको छैन भने चाहिँ काठमाडौँ युनिभर्सिटीले पिएचडीमा नर्मल्ली एमफिल नगरेकोलाई पिएचडीमा दिँदैन, एमफिल गर्नै पर्छ। र जसको एमफिल छैन तर पेपर पब्लिकेसन चाहिँ 2टा छ, मास्टर्स डिग्री पनि 2टा छ भने चाहिँ
त्यस्तो क्यान्डिडेटलाई चाहिँ डाइरेक्ट पिएचडीमा पनि दिने गरेको पाइन्छ र यहाँ रिटर्न हुन्छ, इन्टरभ्यू हुन्छ, दुइटै हुन्छ। त्यसपछि सेलेक्सन प्रोसेस हुन्छ र नर्मल्ली हेर्दाखेरि चाहिँ पिएचडीमा कम्पिटिसन राम्रै हुन्छ। मैले यो कुरा यहाँलाई सेयर गर्छु। अनि एमफिलको केसमा चाहिँ जुनसुकै विषयमा मास्टर्स गरेको एमफिल इन स्टिम एजुकेसन, स्टिम डिपार्टमेन्ट अन्तर्गत छ। एमफिलका धेरै प्रोग्रामहरू छन्, ल्याङ्ग्वेजको छुट्टै छ, डेभलपमेन्ट स्टडिजको छुट्टै छ, इसिडीको छुट्टै छ, ट्रेनिङ एन्ड डेभलपमेन्टको छुट्टै छ। त्यहाँ धेरै छन् स्कुल अफ एजुकेसनभित्र पनि। तर हामी म्याथमेटिक्ससँग रिलेटेड भएको हुनाले म्याथमेटिक्स पढेको चाहिँ हामीलाई चाहिँ स्टिम डिपार्टमेन्ट चाहिँ हामीलाई अलिकति नजिकको, हाम्रो चाहिँ अलिक धेरै कुरा मिल्ने स्टिम डिपार्टमेन्ट अन्तर्गतको एमफिल इन स्टिम एजुकेसन चाहिँ हामीलाई अलिक बेटर हुन्छ जस्तो लाग्छ। यो स्टिम एजुकेसन भनेको नि एउटा अप्रोच हो। गणितलाई साइन्स, टेक्नोलोजी, इन्जिनियरिङ, आर्ट्स र यो आफैमा यो यसो कनेक्ट गर्दै 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 टिचिङ गर्ने एउटा अप्रोच हो होइन। यही अप्रोचमा चाहिँ एमफिलको पढाइ यहाँ हुन्छ। अब म्याथमेटिक्स पढेका साथीहरूले अझ राम्रो गर्न सक्नुहुन्छ स्टिम एजुकेसन। एजुकेसनलाई चाहिँ छोडेन नै त्यो होइन, पढ्न पाउँछ। मेजर नेपालीमा एमए पास गर्नुभएको छ, तर म स्टिम एजुकेसनमा एमफिल गर्छु भनेर पढ्नु पाइन्छ। पहिला चाहिँ साइन्स र म्याथ्सले मात्रै पढ्न पाउने भनेको थियो, अहिले चाहिँ ओपन गरिन्छ। अनि ग्लोबल्ली पनि के देखिन्छ भने म चाहिँ फेरि मेरो मास्टर्स युएसएबाट पनि हो, मेरो पिएचडी पनि युएसएमा रनिङ छ र हामीले त्यहाँ पनि के देख्छौँ भने त्यस्तो बााउन्ड म्याथ पढेकोले पछि अर्को विषय पढ्नै नपाउने भन्ने छैन। त्यहाँ कतिपय त के अरे ब्याचलरसम्म अरू नै विषय पढेको तर मास्टर्समा म्याथ पढ्छ, कतिपय चाहिँ मास्टर्समा म्याथ पढेको तर अरू नै नयाँ विषयमा चाहिँ पिएचडी गरिराखेको हुन्छ है। एमफिल भन्ने पढाइ चाहिँ त्यहाँ खासै हुँदैन। हजुरको मास्टर्स चाहिँ कुन ब्याच हो नेपालबाट चाहिँ? मेरो नेपालमा मास्टर्स 4वटा छ, म्याथमेटिक्स म भन्छु ल। मेरो चाहिँ पहिला मास्टर्स इन पपुलेसन स्टडिज है, पपुलेसनबाट मैले 2007मा कम्प्लिट गरेँ। त्यस पछाडि मैले मास्टर्स इन इकोनोमिक्स गरेँ, आर्ट्सको एमए इकोनोमिक्स। मेरो बिए चाहिँ म्याथ र इकोनोमिक्स हो, बिए म्याथ इकोनोमिक्स हो। त्यही भएर मैले चाहिँ 2019मा पछि नै चाहिँ मास्टर्स इन एमए इकोनोमिक्स गरेँ है, वीरेन्द्र पौमुखी क्याम्पसमा के अरे। अनि त्यस पछाडि म चाहिँ अमेरिकामा पढ्न गएँ। अनि त्यहाँबाट मैले एमएड इन म्याथमेटिक्स लिडिङ पिएचडी, एमएड लिडिङ पिएचडी भन्ने प्रोग्राममा जोइन भएँ। अनि त्यो जोइन हुँदै गर्दाखेरि उता म पढिरहेको थिएँ, मास्टर सकिसकेको थियो, 1 सेमेस्टर मात्रै बाँकी थियो। एक दिन देखेँ केहुको विज्ञापन, केहु अनलाइनबाट क्लास हुने, अनि त्यस पछाडि भनेर चाहिँ देखेँ। बेलुका 5 बजे देखेँ, 8 वर्ष पढायो। यो गजब रहेछ, नेपालको यो पनि पढाउँ न त, मेरो 4औं मास्टर्स हुन्छ भनेर। अनि पछि केहुमा पनि जोइन भएँ, म केहुमा पनि जोइन भएँ। केहुबाट पनि मैले कम्प्लिट गरेँ। अनि उता मेरो पिएचडी चाहिँ चलिरहेको छ, अहिले कम्प्लिट भएको छैन। म्याथ्समा मेरो मास्टर्स हुन्छ। अनि पिएचडी चाहिँ केमा रहनुहुन्छ? मैले मेजरमेन्ट एन्ड एसेसमेन्ट इन म्याथमेटिक्स, मेरो कामसँगै सम्बन्धित छ, एसेसमेन्ट सिस्टमको कामसँगै सम्बन्धित छ। मलाई यही पनि सजिलो लाग्यो। अनि मेरो पिएचडीको टाइटल चाहिँ कस्तो छ भने डेभलपिङ रिसोर्स मेटेरियल हो। यो एसेसमेन्टको लागि यो रिसोर्स मेटेरियल कस्तो खाले रिसोर्स मेटेरियल भने इ डिजिटल हुन्छ, फिजिकल र डिजिटल दुइटै। अहिलेको चाहिँ 21st सेन्चुरीको चाहिँ यो अल्फा जेनेरेसनलाई मेरो चाहिँ टाइटल चाहिँ खास रिइमेजिनिङ इ डिजिटल रिसोर्सेस फर अल्फा जेनेरेसन एन्ड जेनजी। यो जेनजीको लागि र अल्फाको लागि चाहिँ कस्तो किसिमको फ्री डिजिटल रिसोर्सेसहरू बेटर हुन्छ भन्ने विषयमा गर्न लागेको। त्यो चाहिँ मैले अहिलेको स्टुडेन्टलाई चाहिँ फिजिकल कति पढाउने, प्रिन्टेड मेटेरियल कति समय पढाउने,
डिजिटल कन्टेन्ट कति समय भयो कतिपय अब विदेशतिर चाहिँ अब डिजिटलले चाहिँ यो स्क्रिन टाइमले चाहिँ क्रिएटिभिटी लस गरेको फिजिकलमा आउनुपर्छ भनेर फर्केको एक्सपिरियन्स पनि छ होइन त्यो पनि धेरै ठाउँमा अब होइन यो प्रिन्टेड मेटेरियलै पढाउनु पर्ने रहेछ इनडेप्थ लर्निङको लागि र क्रिएटिभिटीको लागि चाहिँ क्रिटिकल थिङ्किङको लागि चाहिँ फिजिकल मेटेरियलै पढाउनु पर्ने रहेछ यो स्क्रिनमा धेरै टाइम राख्नु राम्रो होइन भनेर मेरो पनि यसमै हो लक्ष्य ए म पनि यसै हजुर म चाहिँ अब आफू यही रिसोर्स मेटेरियलमा नि काम गरिरहेको अब यो फिजिकल र डिजिटल जसलाई चाहिँ डिजिटल भन्छ यो कुन पर्पोसनमा राख्दा चाहिँ विद्यार्थीहरूमा चाहिँ लर्निङ एचिभमेन्ट राम्रो हुन्छ भनेर मैले त्यसको चाहिँ मेजरमेन्ट गर्छु है मेरो त्यसैको हो मेरो है अब यही कुरा भने अरू पनि केही जिज्ञासाहरू सरको के कति सरको हामीलाई कुन सौभाग्य मिलेको छ सरको हातबाट केही ग्रहण गर्न पाउँदा हामी सौभाग्य महसुस गर्छौँ यो कुरालाई मध्यनजर गर्दै यहाँ सम्पूर्णलाई आजको कार्यक्रम समापनमा दिनुपर्ने थियो यद्यपि हामीले सरको उपस्थितिमा अनि सर उहाँ प्रमुख अतिथि पनि आउनुहुन्न अनि सरको उपस्थितिलाई नै हामीले एकदम बहुमूल्य समय सम्झेर चाहिँ यहाँ सम्पूर्णलाई यो सर्टिफिकेट वितरण गर्ने योजनामा छु यहाँहरूको नाम म यहाँनिर लिनेछु दिपेश कहिले अरू त्यस्तो केही जिज्ञासा समयमा यो म्याथमेटिक्सलाई कसरी इन्टरेक्टिभ बनाउनको लागि हामीले बच्चालाई कसरी सिकु भन्ने वातावरण बनाउन सकिन्छ केही टिप्स छन् भने हामीलाई एउटा चाहिँ चाहियो क्या सर यति हो क्या हजुरको यो मासु तल कसरी पढ्ने पढाउने भन्ने कुरा भन्दा पनि हामीले तलै तलमा कसरी झर्ने भन्नेमा छौँ हामी अझै तलै छौँ थ्याङ्क यू त्यति ल यो क्वेसन बडो चाहिँ गम्भीर प्रश्न छ है यसको उत्तर पनि बडो विचार गरेर दिनुपर्ने तर हाम्रो आशा चाहिँ साह्रै ठुलो छ हजुर अब ठिक छ थ्याङ्क यू सरले भन्नुभयो है अब विशेष गरी सरको प्रश्नको सम्बोधन गर्नको लागि केही सिकाइका नियमहरू पनि र केही नवीन शिक्षण विधिहरू पनि मैले हजुरहरूलाई एक्सप्लोर गर्नुपर्ने हुन्छ जस्तो मलाई लाग्छ सिकाइका विभिन्न सिद्धान्तहरू छन् विभिन्न नियमहरू छन् हामीले सिकाइका विभिन्न किसिमका नियमहरू पनि यस सहयोगको लागि लिन सक्छौँ दोस्रो कुरो चाहिँ नवीन शिक्षण विधिहरू जसलाई हामीले इनोभेटिभ पेडागोजीहरू यहाँ पनि विभिन्न विधिहरू छन् यहाँका केही विधिहरू हामीले चाहिँ अध्ययन गर्नुपर्ने हुन्छ र म सारमा भन्नुपर्दा सिकाइका मलाई चाहिँ भएका सयौँ चाहिँ लर्निङ थ्योरीहरू छन् होइन 100भन्दा बढी सिकाइका नियमहरू छन् अब त्यो यो नियम हेरे यो राम्रो हो यसले काम गर्छ कि जस्तो लाग्छ अर्को हेरे नि त्यस्तै लाग्छ तैपनि सारमा मलाई चाहिँ अहिलेसम्मको मेरो एक्सपिरियन्समा चाहिँ मलाई 3वटा लर्निङ थ्योरीहरू चाहिँ अरूभन्दा फार बेटर लाग्छ एउटा पियाजेटको लर्निङ थ्योरी अर्को भेगोत्सीको लर्निङ थ्योरी अर्को ब्रुनर्सको लर्निङ थ्योरी फलस्वरूप हाम्रो शिक्षा सेवा आयोगका प्रश्नहरू पनि यी 3टा कुरालाई अलिक बढी फोकस गरेर सोधिएको पाइन्छ सायद यो 3वटा लर्निङ थ्योरीजहरू चाहिँ अलिक विशेष भएर हो कि जस्तो लाग्छ अब पियाजेटले चाहिँ भन्नुभएको छ ज्ञानको निर्माण अथवा नलेजको कन्स्ट्रक्ट चाहिँ यस्तो बेलामा हुन्छ कि जब शिक्षकले दिने कन्टेन्ट र स्टुडेन्टसँग भएको कन्टेन्ट मिल्यो भन्यो मिल्दोजुल्दो भयो अनि बल्ल ज्ञानको निर्माण हुन्छ त्यसैले स्टुडेन्टको प्रायर नलेज हामीले राम्रोसँग बुझ्यौँ र उसले के जानेको छ उसले के सिकेको छ उसलाई के आउँछ उसको प्रायर नलेज राम्रोसँग बुझ्ने कोसिस गऱ्यौँ र उससँग भएको नलेजसँग नजिकको नलेज अथवा मिल्दोजुल्दो नलेज हामीले डेलिभर गऱ्यौँ भने त्यहाँ नलेजको कन्स्ट्रक्ट हुन्छ भनेर हामीले एउटा पोइन्ट यसलाई लिन सक्छौँ त्यस्तै अर्को मलाई साह्रै राम्रो लाग्ने भेगोत्सी जुन चाहिँ उहाँ रसियाको हुनुहुन्थ्यो उहाँ 47 वर्षको उमेरमा बित्नुभयो र भेगोत्सीले के भन्नुभएको छ भने हाम्रो कक्षा कोठामा विभिन्न किसिमका विद्यार्थीहरू हुनुहुन्छ
यो विभिन्न किसिमका विद्यार्थीहरूलाई जोनिङ गरेर राख्न सक्यो भने त्योबाट पनि लर्निङ एचिभमेन्ट चाहिँ राम्रो हुन्छ। उहाँको भनाइअनुसार त्यो कक्षा कोठामा भएका विद्यार्थीहरूमध्ये अलि धेरै कुरा जान्ने बुझ्ने विद्यार्थीहरूलाई हामीले चाहिँ एउटा मोर नलेजेस स्टुडेन्टको एउटा ग्रुपमा राख्ने, अर्को एभरेज जुन जसलाई सामान्य क्लु दियो भने बुझ्छ, सामान्य इसारा दियो भने बुझ्छ अथवा सामान्य हिन्ट दियो भने बुझ्छ भने त्यसलाई जोन अफ प्रोक्सिमल भनेर चाहिँ एभरेज विद्यार्थीहरूको ग्रुप यसरी हामीले चाहिँ राख्न सक्छौँ। र अति कमजोर जो विद्यार्थीलाई चाहिँ सामान्य गाइडले सामान्य क्लुले बुझ्न सक्दैन, एकदमै उसको बेसै कमजोर छ भने उसलाई चाहिँ टिचरले एकदमै ध्यान दिनुपर्छ, प्रायोरिटी दिनुपर्छ र बिचको एभरेज ग्रुपलाई मोर नलेजियस स्टुडेन्टलाई हामीले फेसिलिटेट गर्न लाउने र आफ्नो चाहिँ कमजोर ग्रुपमा गएर चाहिँ त्यसरी पढायो भने उसको बेसिक अन्डरस्ट्यान्डिङ के छ त्यो बुझेर त्यसरी पढायो भने त्यहाँ लर्निङ एचिभमेन्ट राम्रो हुन्छ उहाँको भनाइको अर्थ सिम्पल वर्डमा ए हो ढिलो हुँदैछ ए हो र ए त्यही त ल मैले अब अन्तिममा त्यसो भए 1-2 मिनटमा सक्ने ल अब र अन्तिममा चाहिँ हाम्रो जेरोम ब्रुनर उहाँ अमेरिकी साइकोलोजिस्ट हुनुहुन्छ। जेरोम ब्रुनरले चाहिँ के भन्नुभएको छ भने 3 चरणमा सिकाइ हुनुपर्छ। पहिलो चरण चाहिँ फिजिकल मोडल अथवा एक्सनबाट पढाउनुपर्छ। दोस्रो चरण चित्रको प्रयोग गरेर पढाउनुपर्छ। तेस्रो चरण मात्रै हाम्रो परम्परागत शैलीको भाषाबाट पढाउनुपर्छ। त्यसकारण कङ्क्रिट मेटेरियल अथवा पिक्टोरियल मेटेरियल र एब्स्ट्र्याक्ट कुरा चाहिँ त्यसपछि गर्नुपर्छ। समय पनि 3:15 फेरि उता छुट्यो भने समयको महत्त्व चाहिँ प्लेन छुटेपछि थाहा हुन्छ। त्यो भएको हुनाले अब मैले चाहिँ यसो गरेँ, सरले मलाई रिक्वेस्ट गर्नुभएको थियो यो दिने विषयमा मेरो तर्फबाट यो यहाँहरूको सर्टिफिकेट मैले एकमुष्ट हाम्रो किरण सरलाई चाहिँ हस्तान्तरण गरेँ र उहाँहरूबाट हजुरहरूले पाउनुहुन्छ। र अनि त्यसपछि यहाँहरूलाई यस्ता सामग्रीहरू अरू पनि केही चाहियो भने चाहिँ हाम्रो यो एरियामा हाम्रो हरि ओली सर हुनुहुन्छ। हरि ओली सरबाट लिन सक्नुहुन्छ। उहाँको नम्बर भनिदिनुहुन्छ हरि सर? यहाँ छ यो क्याटलगमा छ, सम्पर्कमा राख्नु होला। यो एरियाको रिडमोरको बोस नै हरि ओली सर। ल हस् ल एउटा एकमुष्ट खिचौँ न ल अनि टाढा खिचिदिनु ल हाम्रो हरि सर साह्रै राम्रो सबैजना हेर्नु त एकजना साथीहरू हट्यो त पाइन्छ कि पाइँदैन पढ्नुपर्छ पाइहाल्छ सबैजनाले पढिसक्यो कि पाइँदैन मैले Thank you, sir. Yes, one snap, please. Thank you, sir. Krishna sir, start going. Right? 15 minutes.
कम्प्लिटली वाइन्ड अप गरेँ अब एउटा स्लाइडर क्रिएट आज त्यो सडकले बाइक हराएको के चाबी हराएको छ बाइक बज्नु छ के गर्नु छ 3 बजी चाहिँ बिदा पाउने सरको छ हामीलाई भन्दा सरलाई आज त्यो ह्याक्सो होइन कि सर त्यो प्रिन्टर हुन्छ नि प्रिन्टरले एउटा point ल्याएर ओरिजिनमा राख्ने ए भन्ने है नगो टु पोलिगन पोलिगनमा गएर होल्ड गर्ने पोलिगन देन ओके सरी पोलिगन इनपुट हाल्नु द इनपुटमा चाहिँ विल पुट l 0 so b आयो है सिमिलरली तपाईले यहाँ देख्न सक्नुहुन्छ नेक्स्ट इज l w0 चाबी हराएको again same input ma l comma 0 c भयो अब नेक्स्ट मा हेर्नुस् नेक्स्ट मा 0 w 0 है so what will be again 0 comma w comma 0 so we have 4 points right now go to polygon मा गएर polygon क्लिक गर्ने a b भन्ने c g and back to a यति गरेर again what will do now will create a cylinder so त्यसको लागि चाहिँ what will be cylinder prism right p r i s m भन्दाखेरि prism and polygon point polygon and a point so we'll keep that polygon and point त्यसमा चाहिँ हामीले हाम्रो q1 छ polygon यो q1 ले चाहिँ हामी पोलिगन डिफाइन गरिरहेको छ सो देयर विल राइट इट एज q1 कमा अब यहाँ चाहिँ हामीले h हाइट लगाइदिने बिकज वी वान्ट टु क्रिएट अ प्रिजम हैन सो व्हेन यु डु द्याट वी गेट अ प्रिजम यो थाहा भयो नि सिम्पल यसमा मैले रिपिट गरेँ अलिकति यो इनपुट बार तपाईको यो स्लाइडर क्रिएट छ नि त हैन already हामीले स्लाइडर क्रिएट l w h क्रिएट गर्यौं नि त आफ्टर दैट यसलाई रिपिट गर्नुपर्छ भयो अब यसमा यहाँनिर जुन चाहिँ हामीले पोलिगन क्रिएट गर्यौं फर एक्जाम्पल पोलिगन यहाँबाट जाने पोलिगन गएर a b c d ब्याक टु ए गरेर यो निकाल्यो त्यो गर्दाखेरि चाहिँ वी गेट दिस q1 भनेर आउँछ यो q1 ले चाहिँ इट डिफाइन्स द पोलिगन यो बेसको पोलिगन डिफाइन गर्छ So, त्यसलाई अब x मा यो गर्नको लागि चाहिँ will in the input bar will type it as prism prism गर्दाखेरि यहाँनिर prism भन्ने हुन्छ फर्स्ट पोइन्ट दिने पोलिगन र पोइन्ट पोलिगन चाहिँ q1 ले डिफाइन गर्छ सो will write it as q1 त्यो बेसको चाहिँ पोलिगन हो त्यो स्क्वायर शेप जुन छ त्यो चाहिँ पोलिगन सो q1 भयो नाउ नेक्स्ट इज हामीलाई prism गर्नको लागि चाहिँ हाइट दिनु सो इन द पोइन्ट will write it as h वैसे गर्दाखेरि we get a prism हैन so okay so that we can do it अब for example we increase the height right so यो स्लाइडर इन्क्रिज गर्दा हाइट इन्क्रिज हुन्छ लेन्थ इन्क्रिज गर्दा यो अलि ठुलो हुन्छ विड्थ इन्क्रिज गर्दाखेरि we can make it like this यसले चाहिँ प्रिजम क्रिएट गर्ने नाउ यहाँ रेगुलर अब यसलाई हामी we want to make it regular prism बनाउनको लागि l w h सबै बराबर बनाउनु पर्यो फर एक्जाम्पल we want to make it 3 केयरफुली तपाईले गर्न सक्नुहुन्छ let's make it 3 भयो 3 अब
चाहिँ 3 भयो है लाइकवाइज यो पनि यो रिफ्लेक्सन पनि देखिँदै गर्नुहोस् ल हिजोको यो स्लाइडरमा नाउ इट बिकेम 3 होइन त LH3 सबै 3 भयो रेगुलर प्रिजम भयो नाउ यहाँबाट हामी जान्छौँ यो प्रिजमको भोल्युम कति हो भन्ने लागि चाहिँ वी गो टु दिस स्लाइडर भन्नेमा जाँदा पनि नभए दिस साइड area volume सर अनि आज त एकदम छुट्टै छ नि त चिया खानै छुट्टै छ टाउको दुखेर किन चिया अहिले पो थाहा भयो पकाएर पठाउनु साह्रो खारोस् हालेको पहिले भनेको यहाँ सबै राम्रो 99.99% राम्रो त्यो एउटा चियाले मसा हो कि यो चिया हुन्छ सर म कल गर्छु यहाँनिर भोल्युम छ हो यो we go to volume है भोल्युममा गएर तिमीलाई के गर्नु भने त्यो भोल्युमलाई नोट गर्नु हो यो चाहिँ यहाँ जान्छ यहाँ गएपछि यो एङ्गल भन्छ नि एङ्गल एरिया भोल्युम गएर भोल्युममा क्लिक गर्नु निकाल्नै त्यो राख्ने यो निकाल्नु पहिला यो 3D ग्राफिकमा जानु पर्यो 3D ग्राफिक भयो नाउ यहाँनिर एङ्गलमा जाँदा यहाँ भोल्युम देखायो त यो भोल्युम भन्ने यो प्रिजममा गएर क्लिक गर्दाखेरि भोल्युम देखाइदिन्छ सेम प्रोसेस हामीले गर्ने अनि मैले डिजाइनिङ पिरामिड पनि किप्टीमा दिएको छु एज पर द्याट तपाईँले पिरामिड पनि बनाइदिनु अब टाइमको अभाव समय हामी कन्ट्रोल गर्नु सक्छौँ what I think अनि कतिले लाग्छ क्लोजिङ गर्न यो फिलअप गरिदिनु सबैले यो एन्सर मैले यहाँ देखाइदिएँ फर्ममा फिलअप गर्नु डाइरेक्ट the volume of regular prism is 3 times the volume of regular pyramid with same diameter their ratio is 1/3 is exactly 1/3 and remaining constant भनेर त्यो एन्सर लेखिदिनु भयो नि एज अ होमवर्क तपाईहरुले त्यो पिरामिड क्रिएट गर्नु मैले सबै स्टेप बाइ सर हामी यो सबै गर्छौं हजुरले ठ्याक्कै हामीलाई पठाइदिनु पर्छ म पठाइदिहाल्छु त्यो यदि भएपछि सर हामी सबै पर्फेक्ट आउँछौँ अर्को पल्ट मिलेर सब भेट भएछ भने सरलाई फ्रीली हामी सबै देखाउँछौँ अब त कनेक्सन भइहाल्यो यसलाई फिलअप गरिदिनुहोस् अन्त रिफ्लेक्सन हामीले मतलब यहाँ सबै लेखिसकेका छ भइहाल्छ ल मैले क्लोज गरेँ ल हुन्छ सर यो ट्राई गर्नुहोस् ल यो प्रिजम क्लोज गर्नु अब उमेश सरको सेसन यति रमाइलो छ आज 5 देखि 7 मिनेट टक्क सकिन्छ हैन यो यस्तै समय परे कि सर हो त त्यही हो यो फेरि जियोजेब्रा भनेको त्यसै स्टेप बाइ स्टेप हेर्दा सजिलो छ
एभ्री क्लिकमा जानै पर्छ हो हजुर त्यही भयो केही छैन बट आइ एम प्रोभाइडिङ अल द पिपिटी तपाईँले हामीलाई भोग जगाइदिनु भएको छ हजुर अब खोजेर खाने काम हाम्रो हो नि त। हुन्छ नखाने त्यतिमै भोकै मर्छ, खानु अगाडि बढ्छ। म हालिहाल्छु अहिले हालिदिन्छु अहिले ल रिफ्लेक्सन राम्रोसँगले लेखेर दिनुहोस् हामीले सक्यौँ नि सर यो हाम्रो ग्रुप त फेरि फास्ट छ कि यस्तो तपाईँहरू यति कोअपरेटिभ त्यति मैले खानुपर्छ मलाई अनि मात्रै त्यसैको मात्रै यता गयो भने पुष्प सरले चाहिँ बुझाउनु त सर उहाँ सर सुरु गर्दा हुन्छ सर मजाले सर पार्ट 1 मा चाहिँ ट्रिगोनोमेट्रीको फर्मेसन्सहरु थियो थोरै म पार्ट 2 बाटै सुरु गरेँ टाइम नभएको भएर म दुईटा या तीनटा मात्र भ्याउँछ भने दुईटा यसो देखाइदिनु न हामीलाई यस्तो हुँदो रहेछ भन्छ म देखाउँछु हजुरलाई त्यो पठाइदिन्छु वाट्सएपमा हालिदिनु होला हामी गरिहाल्छौँ सो वार्म अपमा चाहिँ क्यान वी मेक द 30 भन्ने छ एउटा कतसको होला नि नाम हजुरलाई यो नम्बर्सहरु भनौँ न विवेक तामाङ है स्ट्रोकर्स बल विवेक तामाङ नम्बर्सहरुलाई जोइन गर्दा प्लस गर्दा 30 हुन्छ होला त नानलाई उल्टो पार्ने अरु भन्नुस् न हजुर हुन्छ सर यसो यो स्मोकर बल्समा रहेको नम्बर्सहरुलाई चाहिँ तीनटा खाली ठाउँमा राख्नु पर्यो एड गर्दाखेरि 30 अगाडि प्रभात हो कि प्रभात मिस हो त्यसमा अलिकति ट्रिक छ आदर्श पोखरेल आदर्श को हुन्छ सही हुनुभयो दिपेश अधिकारी आउने भयो अर्को चाहिँ 11 आउने भयो अर्को चाहिँ 9 बाट 6 उल्टो भएर आउनु भयो अनिल राजगुन यसरी आउँदाखेरि ठ्याक्कै 6 बन्नु भयो त्यो कारणले 30 बच्चाहरूलाई अलिकति एक्टिभिटी हुन्छ नि त मौसम ओके यहाँ चाहिँ एउटा हजुरहरूले हेमप्रसाद अधिकारी सिक्वेन्सहरू सेरिजहरूलाई भनौँ न जीवन त्यो आचार्य टर्म्सहरूलाई चाहिँ प्याटर्नको रूपमा गरिरहनु भएको छ है प्रतीक चौला त्यो एक्टिभिटीहरू चाहिँ कसरी गर्नुहुन्छ होला एन्सर एक्टिभिटी केही गर्नु मिल्छ होला यसमा हजुरहरूले केही गर्नु भएको छ होला एन्सर एक्टिभिटी केही गरेर उनीहरूलाई कन्सेप्ट दिने कि कमन रेसियोजहरूको कन्सेप्ट दिने होइन अनि फर्मुलाहरूको जेनेरेसन फर्मेसन्स यसरी भएको होला भनेर एउटा कन्सेप्ट दिनको लागि कुनै एउटा एक्टिभिटी जुन चाहिँ हामीले सानोदेखि गरिरहेको कुराहरू होइन केही एक्टिभिटी भिडियो एक्टिभिटिजहरू केही गर्न मिल्छ होला त्यो फर्मुला त छँदैछ होइन त्यो टर्म्सलाई नै रिलेट गर्नलाई कुनै एक्टिभिटीहरू गर्नुभएको छ यहाँ म एउटा एक्टिभिटी चाहिँ देखाउँछु होइन हजुरहरूलाई एउटा स्क्वायर सिट अफ पेपरबाट देखाउँदैछु म चाहिँ हजुरहरूले स्क्वायर सिट अफ पेपर बनाउनु सक्ने यसलाई फोल्ड गरेर डाइरेक्ट जाँदा होला है ढिला गर्नुभन्दा हजुरहरूले पेपर स्क्वायर सिट अफ पेपर बनाउँदै गर्नुभयो पनि हुन्छ म हजुरलाई देखाएरै गर्छु ल मेरो काम चाहिँ हतारै भएको छ यो म चाहिँ प्रायः जस्तो पढाउँदाखेरि यसरी लिएर जान्छु कि स्क्वायर सिट अफ पेपर लिएर जान्छु होइन यो पेपरलाई चाहिँ के गर्छु भने यसरी फोल्ड गरेको हुन्छ यसलाई ओपन गरेर देखाउँछु कि इट्स भेरी इजी टु ओपन होइन यसले के रिफ्लेक्ट गर्यो भने डबल भयो भनेर रिफ्लेक्ट गर्यो कि होइन यसको एरिया जति छ यसबाटै निस्केको एरिया हो यसकै भाग निस्केको हो होइन त्यो ओभरल्याप हुँदाखेरि ठ्याक्कै यसकै भाग निस्केको यो डबल भयो
फेरि यसलाई के गर्छु भने ओपन गरेर त्यसरी ओपन गर्दाखेरि फेरि यसको पनि डबल भयो कि फेरि अर्को फर्मेसन आयो जसले गर्दाखेरि एउटा प्याटर्न देखियो कि फेरि अनि फेरि यसलाई पनि हामीले ओपन गर्न मिल्छ जति फोल्ड गर्दै प्याटर्न सानो सानो या एसेन्डिङ अर्डर डिसेन्डिङ अर्डरमा पनि देखाउने मिल्यो यसलाई होइन दुईवटा तरिकाबाट देखाउने मिल्यो कि यसलाई ओपन गरेर जुन चाहिँ हामीले चित्रमै देखेको हो कि मैले चाहिँ यो प्याटर्न चाहिँ बुकहरूबाटै देखेको हो त्यो प्याटर्नलाई चाहिँ यसरी फोल्ड गरेर एक्टिभिटी देखाउनु मिल्छ कि भन्ने कन्सेप्ट चाहिँ मैले लगाएर चाहिँ यो यसरी सिकाउँछु कि प्रायः जस्तो बच्चाहरूलाई सो द्याट यिनीहरूले के गर्न मिल्यो भने नेगेटिभमा लान पनि मिल्यो होइन फोल्डिङ गर्दै झार्न पनि मिल्यो एरियालाई सानो बनाउने होइन यसलाई खोल्दै पनि गर्न मिल्यो कि सो हजुरहरूले यसलाई चाहिँ के गर्नु पऱ्यो भने यो गर्नको लागि स्क्वायर गर्नु भयो होइन हजुरहरूले के गर्नुभयो भने फर्स्टमा स्क्वायर सिट बनाउनु पऱ्यो यसको मिड पोइन्ट्सबाट चाहिँ के गर्नु पऱ्यो एक्ज्याक्टली मेजर गर्नु पऱ्यो स्केलहरू बाँडिदिनु पर्ने हुन्छ यो मिड पोइन्ट्स भने यो मिड पोइन्टहरूलाई चाहिँ हजुरहरूले के गर्नु पऱ्यो भने मिड पोइन्टलाई चाहिँ आइडेन्टिफाई गरेर यसको लाइनिङहरू केर्ने मात्र हो त्यो अनुसारले फोल्ड गर्दा पनि भयो या डाइरेक्टली फोल्ड गऱ्यो भने पनि मिड पोइन्टमा भेटिन्छ टेन्टेटिभ त्यो मिड पोइन्टमै भेटिन्छ होइन फोल्ड गर्दाखेरि पनि अनि त्यो हामी चाहिँ ड्र गरेर स्केच लाइनिङ तानेर मात्र हामी के गर्ने हो कलरिङ गर्ने हो क्या त्यसको पार्टिसन्स गर्ने हो यो फर्मेसन्सले पनि अलिकति डिभिजन देखाउँदो रहेछ हजुरहरूले त्यो हजुरहरूले चाहिँ के गर्न मिल्यो भने यसलाई चाहिँ एक्चुअली क्रिएट गरी हेर्नुहोस् अनि त्यहाँनिर एउटा वर्कसिटसँगको चाहिँ रिलेट गर्दाखेरि चाहिँ फर्मुलासँगको कनेक्सन्स पनि आउँदैन हजुरलाई थाहा हुन्छ सो यो वर्कसिट र यसको कामले गरेर पनि किनकि उनीहरूलाई चाहिँ ज्योमेट्री सिक्वेन्सको बारेमा चाहिँ रिफ्लेक्ट गर्छ कि बच्चाहरूले चाहिँ सो यो पनि एउटा पार्ट भयो फर्स्टमा यो चाहिँ ओपन भएको बिग स्क्वायर सिट भयो यो बिगलाई चाहिँ डिभाइड गर्दै गएको हो लास्टमा यस्तो कन्क्लुजन आउने भयो प्याटर्नलाई अब्जर्भ गर्ने हो प्याटर्नलाई अब्जर्भ गर्दाखेरि यसको एरियाको फर्मेसन्स निकाल्नु मेजर गर्नुहोस् स्केलहरू एउटा ठाउँमा राख्नुहोस् हजुर स्क्वायर पेपर बनाउनु पर्यो फोल्ड गरेर कमनली आउँछ नि त हामीले गरेको कन्फ्युजन भयो म आउँछु यसको मिड पोइन्ट मेडिटेसन पेपरको अभाव डायग्राम
पर्दो रहेछ डायमन्ड इनार गर्दा पनि हजुर कर्नर चाहिँ ओल्ड कर्नर पार्ट यहाँको वाइफाई छैन थियो पिपिटी पठाउँ भनेको स्केल एआई म्यानेजर स्केल त्यही डाइरेक्सनमा हो सर हजुर त्यतैपट्टि लाने कि त्यही टाइम्समा त्यतैपट्टि लाग्यो सर स्केल केटी स्केल ए हो अरू मात्रै बाहिरको देख्नु कि कलर पनि लाउने हो सर कलर अब नभ्याइएला एक्युरेटली हाफ रेसियो बन्दै बन्दैन होइन कम्सन आउँदैन यो हुनुपर्ने चाहिँ हाफ हो नि सर त्यो तपाईँले हाफ गर्दै जानुहुन्छ गर्दै गएको बन्द गर्दै जाँदाखेरि वाट यु आर गोइङ टु प्रुभ इट भन्ने कुरा यो कमन रेसियो चाहिँ एउटा कम्बिनेसन छ वर्कसिटमा हेर्दै जानुहुन्छ पनि तपाईँलाई रिफ्लेक्ट गर्छ कमन रेसियो चाहिँ एउटा प्याटर्नमा अनि त्यही अनुसारले त हामीले अब कस्टको एरिया जति मान्यो एरिया निकाल्नु त्यसको होइन अहिले मेजर गरेर लेन्थ र ब्रेथ लाग्छ होइन त्यो एरिया निकाल्दाखेरि त्यसको डबल हुन्छ कि हुँदैन त्यो पनि आइडेन्टिफाई हुन्छ एक्टिभिटी 10 हो पुष्प सर यति साह्रो किन खुसी हो ओ पुष्प सर तपाईँ कागज बनाउनु अर्को दिन्छ है सर यहाँ छ बनाउनु दिन्छ तर उसको पेपर एउटा स्किल दिनु
बाहिरबाट फोल्ड गरेर तपाईँले यो देखाउनु छ भने यसलाई बाहिरबाट देखाउनु देखियो नि त यो फोल्डलाई यसो प्याटर्न आउनु ठुलोबाट सानोमा आए पनि भयो तर फरक चाहिँ आउँछ नि त ठुलोबाट सानोमा आउँदा एसेन्डिङ अर्डर र डिसेन्डिङ अर्डरमा चाहिँ आउँदाखेरि फरक आउँछ कलर चाहिँ यसरी सर यो गर्ने यही हो सर प्लिज हामीले टेनै यो फोल्डमा आउँदाखेरि क्लस्टरिङ माइनर एरिया
सर मेरो पिपिटी तपाईहरुले सेन्ड गरिदिहाल्नु अर्को बाटो छ मेरो यो and square so those two patterns जुन चाहिँ छ नि and order टर्मसँग गयो भने के हुन्छ सर नभए मलाई त्यहाँ थियो कस्तो एरिया हेर्नु to the power n minus something छ नि त्यसको पावर लेखेर हेर्नु ठ्याक्क आउँछ तपाईले 8 लेख्नु भयो भने त्यो टर्मसँग 8 लेख्नु कति आउँछ त्यही तपाईले फर्स्ट एरियाको माथिको राख्ने हो भने आरसी 1/2 फर्स्ट एरिया चाहिँ होइन फर्स्ट एरिया त यही हुन्छ नि
सबभन्दा सानो कुरा जस्तो यो इन्क्रिमेन्ट अर्डरमा भयो नि सर, यो भयो यो भयो यो भएपछि यसरी भयो होइन। अब यस्तो फर्मुलेसन त 1:2 मा छ होइन, इन्क्रिमेन्टमा गइरहेको छ नि 1:2 गरेपछि अब मैले फर्स्टमा लेख्नु पऱ्यो यो होइन, फ्रिक्सनपट्टि एरै लेख्ने हो नि त हामीले, साइडको होइन नि। अनि रेसियो 1/2 मैले यसो लेखेँ भने यहाँ 8 - 1 यो हेर्ने गर्दैछ। यस्तो भइहाल्नु यो यति पहिलो फेरि यति दोस्रो हो, फेरि यो पुरै तेस्रो हो हो। अब यो पहिलो बसमा भएर इन्टरभ्यू हुँदै जाने एरिया भयो ए भनेको फर्स्टको एरिया यो बेस एरिया मिनिमम सानोको निकाल भने एरिया भनिरहेछ खासै यस्तो हुन्छ हामी के गर्यो भने यसलाई डिभाइड गर्नु पर्ने हुन्छ। यसलाई डिभाइड गर्दै अर्कोमा छ भाइ सर अब सक्नु गयो एउटा यो गराइदिनु सर। अब यो ट्राई गर्ने हामीले 4 बजे भन्दा अगाडि नि म अब 10 मिनट्समा गरौँ अनि हामी बाँड्न थालौँ होइन। क्लोजिङलाई पनि अलिकति टाइम लाग्छ होला कि यो म तपाईँहरूलाई दिन्छु। यसमा चाहिँ के गर्न खोजेको भने हामीले म सिधै देखाइदिन्छु है हजुरहरूलाई। यो यसमा म ट्रान्सप्यारेन्ट सिट पनि दिन्छु तपाईँहरूलाई होइन। हामी यसमा रोटेट गरेर डाउनवर्ड्स पनि हेर्छौँ होइन। फिगरलाई चाहिँ मैले यसरी के गरेको छु यो गुगलबाटै फिगर निकालेको हो। यो चाहिँ होइन यो गुगलबाट लिएर आएको फिगर हो। यसलाई चाहिँ हामी के गर्छौँ भने यसको चाहिँ भर्टेक्स निकाल्छौँ, इक्वेसन निकाल्छौँ होइन। यसलाई चाहिँ मैले ग्राफमा लगेर राखेको छु। यो एक्चुअली हेर्नुभयो भने बच्चाहरूलाई यो ग्राफको कन्सेप्ट, प्याराबोलाको ग्राफको कन्सेप्ट जुन चाहिँ हामीले जियोजेब्रामा पनि गरेको छौँ भने यसले पनि एकदम बेस्ट तरिकाले देखाउँछ। यो चाहिँ के गर्छौँ भने सुरुमा यो भयो, यो फर्मेसन्स हुन्छ। यो फर्मेसन्समा जस्ट हामीले ट्रान्सप्यारेन्ट सिट राख्ने हो अनि यो बाहिरबाट चाहिँ हामी स्केच गर्ने हो कि यसलाई प्याराबोलाको फर्मेसन्समा हामीले स्केच गर्छौँ होइन। एउटा पर्मानेन्ट मार्करले गर्छौँ अनि यो पोइन्टको थ्रुबाट हामी के गर्छौँ भन्दाखेरि सेन्टर पोइन्टको थ्रुबाट यसलाई रोटेट गर्छौँ कि जस्तो रोटेट गर्दाखेरि के हुन्छ भने यो थर्ड क्वाड्रेन्टमा गएर बस्छ। थर्ड क्वाड्रेन्टमा यहाँ गएर बस्छ यो प्याराबोला। डाउनवर्ड्सको फर्मेसन्सको इक्वेसन्स आएको भ्यालुज र यो अपवर्डको भ्यालुजमा के आउँछ भने इक्वेसनमा फरक आउँछ कि होइन। एउटै हो नि त यो त सेप त
एउटै हो। अब त्यो सेपको फरक पनि आउँदो रहेछ नि त होइन। प्याराबोला भनेको एउटै लेखे पनि फरक इक्वेसन चाहिँ फर्मेसन हुँदो रहेछ। के कारणले भन्दाखेरि त्यसको कोअर्डिनेट पोइन्ट त फरक आयो नि त यहाँ त होइन। कोअर्डिनेट पोइन्ट फरक आउँछ, भर्टेक्स पोइन्ट फरक आउँछ नि त्यसले। त्यो एउटा लेसन चाहिँ दिनुहुन्थ्यो। यसले गरेर यसले यो एउटा एक्टिभिटी मात्र गऱ्यो भने पनि हामीले अरू एक्सर्साइजहरू बुझाउन सक्छौँ कि होइन, एक्सर्साइज गराउन सक्छौँ। त्यो कारण यो एकचोटि चाहिँ ट्राई गरेर हेर्नुहोस्, म बाँडिदिन्छु। अनि वर्कसिटमा क्वेसन्स पनि छ होइन, त्यही अनुसारले हामी मुभ अन गऱ्यो भने सकिन्छ। ग्रुपले गर्ने हजुर के भन्छ ग्रुपले मार्कर छ मार्कर ल सर त्यस्तै भयो। साथीहरू कसरी भ्याएर छन् भोलि भनेर हामीले सपोज इन्सिडेन्ट केही नहोला होइन, सपोज त्यो साथीले भ्याएन भने भनेर दुईजनाले भए पनि देखाउला भनेर अर्को आफ्नो चाहिँ बनाएर मैले भन्ने त त्यही हो, स्टुडेन्टलाई पनि भन्ने त्यही हो, ट्राई गर। छैन क्या 3:30 भइसक्यो। अब अझै क्लोजिङ पनि छ, 4 बजीबाट उता जान्छ। अनि लगातार 3 दिन हामी यही सेटमा दौडेछौँ। अनि शरीरलाई रेस्ट छैन। लुकाएर बोल्दिनँ किन साथीसँग के यो चाहिँ मैले छुट्टै मैले आफैले बनाएको टेबललाई सानो 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 अनि यहाँ लगेर पिक्चर लगाएर राखेको छ। अनि यो लाइनिङ
यो धागोले गर्नुहुन्छ कि के गर्नुहुन्छ सर यो धागोले गर्ने कि स्टिचले गर्ने सर सियो धागो दिन्छ चाट्यो भने आज के जति त्यही बिएनडीको सोधेर भन्छ